यसरी भोट कसो हाल्ने हो? जसले गर्छ कतो उसलाई केपी ओली कि बालेन खै को म त जान्दिनँ कसलाई भोट दिने? कसैले केही गर्दैन नदिने यसलाई अंकल नमस्कार थोरै कुरा गरौँ है। के कुरो गर्नु पर्यो? अबको प्रधानमन्त्री जनताले कसलाई बनाउँदैछन्? जनताको कुरो जनतालाई थाहा हुन्छ, मलाई थाहा हुन्छ। मेरो कुरो भन न। खत्तम। बाई बाई। हामीले भोट कहाँ हाल्नु भने घन्टीमा घन्टीमा घन्टीको नेता को अरे? बेलुन मेरो नाम चाहिँ ब्रान्डेड मोक्तान। ब्रान्डेड नाम सोधेको मैले। हजुर नाम ए नामै ब्रान्डेड? कसले राखिदिएको नाम हो? नाम यो अब यस्तै हो, कपडाहरू अलिक ब्रान्डेड लाइन्छ, त्यही भएर चाहिँ अलिकति ब्रान्डेड। केल्मी है। चुनाव पछिको अवस्था तपाईँले कस्तो देख्नुहुन्छ? राष्ट्रसभाको पोजिसन के होला? हरिबिजोग राष्ट्रसभाको हरिबिजन होइन देशको तपाईँले अहिले नेपालको कुन नेता मन पर्छ त? तपाईँले मन पर्ने त केपी ओली हो, हजुर। तर जिउँदो होइन, मरेको। केपीलाई त म मर्छु बरु भोट दिन्न, पहिले दिएँ। पटक चाहिँ भोट कसलाई दिने भन्दा राम्रो नेता को लाग्छ तपाईँलाई? आफ्नो घर स्वास्थ्य राम्रो छैन। नमस्कार, यसपटक हजुरहरूले मोबाइल चिन्हमा छाप पहिलो पटक नयाँ पहिलोचोटि उठो सा दोस्रो कसैलाई चिन्दैन कसैलाई दिँदैन केही विकास गर्दैन त किन दिने होइन। म पुरानो होइन, म साँच्चीकै काम गर्न आएको। लिएर गयो भने कुर्सीमा बसेर आफ्नो गोजी पर्ने। भोट दिनुभयो हजुर? भोट दिनुभयो? केमा दिनुभयो? सूर्यमा सूर्यमा रे घन्टीमा। भोट दिनुभयो हजुर? भोट दिनुभयो? केमा दिनुभयो? सूर्यमा सूर्यमा रे घन्टीमा।